म यही कार्यक्रम मार्फत पर्वत उद्योग वाणिज्य सङ्घलाई स्थापना गरेर हिजो बजार व्यवस्थापन समिति र बजार इकाइ सँगै बजारलाई व्यवस्थित गर्ने हिसाबले एउटा समिति निर्माण भयो र पछि त्यसलाई 32 सालमा बजार इकाइको रूपमा सुरु भयो भनेदेखि पछि हामी 37 सालमा चाहिँ पर्वत उद्योग वाणिज्य सङ्घ पछि नामाकरण गरेर हामी नेपाल उद्योग वाणिज्य महासङ्घ र जिल्ला प्रशासन कार्यालयमा पहिलो संस्थाको रूपमा दर्ता भएर हामी पर्वत उद्योग वाणिज्य सङ्घ स्थापना भएको हो र 51औं वर्ष प्रवेश गरेको यो सुखद क्षणमा हाम्रो गोल्डन जुब्ली इयरको यस सन्दर्भमा म पर्वत उद्योग वाणिज्य सङ्घलाई स्थापना गर्नुहुने संस्थापक अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ लगायत उहाँको टिम संस्थापन गर्ने र उहाँदेखि लगायत हालसम्म यो पर्वत उद्योग वाणिज्य सङ्घलाई यहाँसम्म ल्याउनको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू लगायत स्थापना कालदेखि यहाँसम्म ल्याउनको निम्ति अहोरात्र खट्ने र सँगै विभिन्न पर्वत उद्योग वाणिज्य सङ्घका आरोह अवरोहहरूमा सहयोग गर्नुहुने र यहाँसम्म ल्याउने सम्पूर्ण अग्रज व्यवसायी मित्रहरूलाई म सम्झन चाहन्छु, स्मरण गर्न चाहन्छु र उहाँहरूको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु सम्पूर्ण हामी व्यवसायीहरूको तर्फबाट। र आज हामी खुसीको क्षणमा छौँ र यो पर्वत उद्योग वाणिज्य सङ्घलाई यहाँसम्म ल्याउनको निम्ति धेरै व्यक्तित्वहरूले सहयोग गर्नुभएको छ भने कतिपय अध्यक्षको रूपमा कार्य समितिमा रहेर काम गरेर एउटा इतिहासको पानामा हुनुहुन्छ भने कतिपयहरू समितिमा नबसिकन पनि अध्यक्ष नभइकन पनि अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ र पर्वत उद्योग वाणिज्य सङ्घलाई यहाँसम्म ल्याउनको निम्ति एउटा व्यवसायीहरूको त मुख्य हात रहेको छ भने सँगसँगै यहाँको नागरिक समाज, यहाँको दलहरू लगायत अन्य विभिन्न सेक्टरहरू, सरकारी कार्यालयहरूदेखि सबैको महत्त्वपूर्ण भूमिका छ र ती सबै सहयोगहरूप्रति पनि म अध्यक्षको नाताले म उहाँहरू सबैलाई सम्मान गर्न चाहन्छु। पुसको 9 गतेदेखि 19 गतेसम्म हामी पर्वत उद्योग वाणिज्य सङ्घको हामीले 8औं पर्वत महोत्सव भव्यताका साथ ऐतिहासिक रूपले पनि हामीले सम्पन्न गरेका छौँ र छठपछि हामीले कार्य समितिको बैठक बस्यौँ र हामीले पर्वत महोत्सव यो 16 जन्मजयन्ती वर्ष पनि भएको हुनाले महोत्सव एउटा गरौँ भन्ने हिसाबले हामीले निर्णय गऱ्यौँ। एकदमै हामी छोटो समयमा तयारी गरेर हामीले महोत्सव गऱ्यौँ र एकदमै खुसीको कुरा त्यो महोत्सवलाई सुरुमा भन्दा हामीले अब के अरे मुख्य प्रायोजकहरू पाउनु पनि एकदमै समस्या परेको स्थिति थियो, बजारको स्थिति पनि एकदमै तहसनस भएको स्थिति थियो। तैपनि हामीले हिम्मत गऱ्यौँ र हामीले महोत्सव गर्ने जुन अठोट गऱ्यौँ र त्यसमा चाहिँ हामीले नै प्रवर्तन गरेको कुसुमा बलेवा यान्त्रिक पुल लिमिटेडले मुख्य प्रायोजनको रूपमा रहेर जुन एउटा हामीलाई हौसला एकदम उत्साह थियो त्यो उत्साहले पनि हामीलाई एकदमै अझ महोत्सव सम्पन्न गर्नको निम्ति सहज भयो र त्यसपछि हामीले विभिन्न ठाउँमा हामीले हात फैलायौँ र हामी सबैको एकदमै सहयोगका कारण महोत्सव ऐतिहासिक रूपमा 2073 साल भदौ 10 गतेको रात बागलुङको बागलुङ नगरपालिका 14 की मीना पौडेल जेसीलाई लागेको थियो अब न म बाँचुला न त मेरा सन्तान नै बाँच्लान्। मध्यरातिमा सुत्केरी व्यथाले चाप्यो। घरमा श्रीमान नभएको अवस्थामा गाउँका महिलाहरू स्वास्थ्य संस्थासम्म लैजान कसिए। बलेवाबाट बागलुङ जान रातिमा सवारी नपाइने कैयाको पुल हुँदै कुस्मा निस्कौं व्यथाले छटपटिएको महिलालाई त्यति लामो बाटो कसरी घुमाउने। उद्धारमा खटिएका छिमेकीहरूले कुस्मा बलेवा यान्त्रिक पुलमा फोन गरेर आकस्मिक अवस्थाको बारेमा सुनाएपछि रातिको 2 बजे यान्त्रिक पुल चलाइयो। त्यहाँ अनि माथेराबाट बिरामीका सुत्केरी हुने महिला लिएर आछन् र जेन्टर चलाएर भए पनि तान्दिहाल्नु पर्यो नि, ज्यान त जोगाउन पर्यो। यस्तो बेलामा चाहिँ उपचार गर्नुपर्छ, ढिलो भए पनि केही हुँदैन, काम चाहिँ बिस्तारै गर्नुपर्छ है, राम्रोसँग पढाइ है, त्यहाँबाट है ट्याक्सीमा।
पुलको डब्बामा चढेको केही बेरमा नै कालीगण्डकी नदीको सिधा माथि मिना सुत्केरी हुनुभयो। पहिले जन्मिएको बच्चा रोए पनि दोस्रो बच्चा भने जन्मिनै सकेन। अस्पताल लगेपछि थाहा भयो कि दोस्रो बच्चाको त गर्भमा नै मृत्यु भइसकेको रहेछ। सबैभन्दा दुःखको छेड पनि त्यही, सुखको छेड पनि त्यही, यादै त्यति छ। त्यो रात छ क्या। दुःखको दिनभन्दा बाबुलाई देख्दा सुख जस्तो लाग्यो होइन। केबुलकार भएर अर्को बाबु नहुँदाखेरि अब बोल्ने शक्ति नै हुन्न। रक्तस्रावले मिनाको शरीर शिथिल भइसकेको थियो। सायद कुस्मा बलेवा यान्त्रिक पुल नहुँदो हो त मिना र उहाँले जन्माउनु भएको सन्तानको पनि जीवन सङ्कटमा पर्न सक्थ्यो। रातिको घटना, यान्त्रिक पुलले गरेको सहयोग अनि जीवनको पीडा र खुसी दुवै मिलेको एक रात, यी सबै कुरा सम्झिँदा मिनाका आँखा रसाउँछन्। यान्त्रिक पुलले आफ्नो जीवन रक्षा गरेको सम्झिँदा फेरि खुसीका आँसु पनि निस्किन्छन्। मैले पनि जिम्मेवारी लिनुपर्छ होला, मैले पनि त्यसले केही दिनुपर्छ होला। देशले मलाई जिउनी दियो, टेक्न भूमि दियो, देशले हावा पानी दियो, प्यारो जिन्दगानी दियो। दुई 2068 सालबाट सञ्चालनमा आएको कुस्मा बलेवा यान्त्रिक पुलमा डब्बा मार्फत धेरैले प्राण पाएका छन्। श्वासको अन्तिम घिटघिटोमा रहेका धेरैजनालाई रातिकै समयमा उद्धार गरेर अस्पताल लगिएको छ। बुवा आमाको अन्तिम घिटघिटो मेटाउन कुस्मा बलेवा आउजाउ गरेकादेखि बलेवा क्षेत्रका उत्पादनलाई कुस्मा ल्याएर बिक्री गर्ने अनि कुस्मामा सामान किनेर बलेवातर्फ जाने धेरैको आरोह अवरोह यो पुलले भोगेको छ। पर्वत र बागलुङवासीहरूलाई आजको यो सुविधाजनक दैनिकीमा ल्याएर सयौं जीवनहरू जोगाउने तथा दुई जिल्लाका बीच व्यापार र नाता बढाउने सेतु यही पुल बनेको छ। यो पुल पर्वत उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बन्यो र चलिरहेको छ। अब आउनुहोस् एकैछिन यही पुलको निर्माण गरेको पर्वत उद्योग वाणिज्य सङ्घको विगतमा फर्कौं। विक्रम सम्वत 2032 साल देशको सामाजिक आर्थिक अवस्था सङ्घर्षशील थियो। त्यही समय पर्वतका केही दूरदर्शी व्यापारीहरू एकजुट हुनुभयो। उहाँहरूमा सोच आयो व्यावसायिक एकताको, अनि उहाँहरूमा विचार आयो सामाजिक उत्तरदायित्वको। त्यही क्रममा 2032 सालमा व्यापार समितिको नाममा जन्मियो पर्वत उद्योग वाणिज्य सङ्घ। यहीँबाट सुरु भएको 50 वर्ष अगाडिको यात्रा 2041 सालमा जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता भएसँगै आधिकारिक रूपमा संस्थाले आफ्ना गतिविधिहरू अगाडि बढायो। 2030 सालदेखिबाट नै कुस्मा बजारमा हामीले पहिला सुरुमा चाहिँ कुस्मा बजार सुधार समिति भनेर बनायो। व्यापार समिति भन्ने हामीले चाहिँ एउटा स्थापना पनि गऱ्यौँ। त्यति बेला थोरै व्यापारी हुनुहुन्थ्यो, जम्मा 11-12 जना, अलिक प्रतिष्ठित व्यापारी भनेको 11 जना हुनुहुन्थ्यो र उहाँहरूको बिचमा हामीले कमिटी बनाएर सुरुवाती गऱ्यौँ। र कसरी यसलाई प्रमोट गर्न सकिन्छ, कसरी यसको चाहिँ प्रगति उन्नति सबै व्यवसायहरू चल्ने वातावरण कसरी बन्न सकिन्छ, यस बन्द भएका सटरहरू कसरी खोल्न सकिन्छ भनेर हामी विभिन्न क्षेत्रमा हामी लाग्यौँ। पर्यटकीय क्षेत्रमा हामी पुल बनाउने क्षेत्रमा, यान्त्रिक पुल बनाउने क्षेत्रमा, बन्जी बनाउने कुरामा, गुप्तेश्वर यहाँ गुफा एउटा अत्यन्त यो देशको एउटा चाहिँ गौरवशाली एउटा चाहिँ
सम्पदा पनि हो, जुन संसारकै एउटा नमुनाको रूपमा गुप्तेश्वर गुफा छ। मलाई लाग्छ त्यो हामीले यो ठाउँलाई हामीले पहिचान गर्नु, संसारमै पहिचान गर्नको लागि र संसारकै पर्यटकहरूलाई यहाँ भित्राउनको लागि, यहाँको व्यापार व्यवसाय गर्नको लागि सबै हामी उद्योगिक व्यवसायीहरूले यो गुप्तेश्वर ऐतिहासिक एउटा पर्यटकीय संस्था जुन छ त्यसको लागि हामी सबैले अलिकति ध्यान दिनुपर्ने अवस्था छ। 50 वर्ष, धेरै नेतृत्व, धेरै सङ्घर्ष र अनगिन्ती उपलब्धि। स्वर्गीय ईश्वरी प्रसाद श्रेष्ठदेखि वर्तमान अध्यक्ष ठाकुर बी पौडेलसम्म हरेक नेतृत्वले सङ्घलाई नयाँ उचाइ दिनुभएको छ। नीति निर्माण, व्यावसायिक एकता, महोत्सवको सुरुवात, पूर्वाधार विकास जस्ता कामहरूले हरेक दशकमा नयाँ इतिहास कोरेका छन्। पर्वत उद्योग वाणिज्य सङ्घले भौतिक पूर्वाधार निर्माणमा दिएको महत्त्वपूर्ण योगदान र लगानीले आज पर्वतलाई चलायमान बनाएको छ। सदरमुकाम कुस्मा बजारबाट नजिकै रहेको कुस्मा नगरपालिका 9 कटुवा चौपारी, फलेवास नगरपालिका 4 मुडीकुवा र बागलुङ नगरपालिका 14 नारायण स्थान र वडा नम्बर 13 अमाला चौरलाई कालीगण्डकी र मोदी नदीका गहिरा गल्छीले छुट्याएका छन्। हेर्दा आँखै अगाडि देखिने यी ठाउँहरूमा पुग्नको लागि घण्टौको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। जब पर्वत उद्योग वाणिज्य सङ्घको नेतृत्वदायी भूमिकामा नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूको निर्माण भयो, पर्वत र बागलुङका धेरै क्षेत्रहरू कुस्मा बजारसँग छोटो दूरीमा जोडिन पाए, जसले ग्रामीण क्षेत्रलाई सिधै कुस्मासँग जोडेर व्यापार व्यवसायदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको छ। पर्वत उद्योग वाणिज्य सङ्घ एक संस्था मात्र नभएर विकासको साझेदार पनि बनेको छ। त्यसैले त जन्म भयो कुस्मा बलेवा यान्त्रिक पुलको। कुस्माबाट कालीगण्डकीको तटमा पुगेर फेरि उकालो चढेर बलेवा क्षेत्रमा पुग्नुपर्ने बाध्यताको लामो दूरीलाई कुस्मा बलेवा यान्त्रिक पुलले 4 मिनेटमा नै पूरा गरिदिन्छ भन्ने कल्पना सम्भवतः सामान्य नागरिकले अनुमान गरेका थिएनन्। तर पर्वत उद्योग वाणिज्य सङ्घले त्यही कुराको परिकल्पना गर्यो, जसले आज कालीगण्डकी नदीको 262 मिटर गहिरो खोजमाथि 550 मिटर लामो तारमा केबल कारको शैलीमा सहज यात्रा गर्न सकिएको छ। गाउँ गाउँमा सडक पुगेपछि कुस्माको व्यापार व्यवसायमा मन्दी आउँदै थियो, जसले नजिकै र धेरै जनसङ्ख्या रहेको बलेवा क्षेत्रलाई कुस्मासँग जोड्नुपर्ने बाध्यता जन्मायो। यही सिलसिलामा 2068 सालको चैतमा तनहुको कोत्रेमा सेती नदी पारीको बस्तीलाई जोड्न बनाइएको यान्त्रिक पुलको अवलोकनपछि कालीगण्डकी नदीमाथि पनि यान्त्रिक पुल निर्माणको सम्भावनाको ढोका खुल्यो। 462 जनाको करिब 7 करोड भन्दा बढीको लगानी भइसकेको छ। यही लगानीले कुस्मा बजारलाई चलायमान बनाउन सहयोग गरेको छ। कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई एकचोटि कुस्मा चाहिँ आउँ र त्यसपछि बलेवाको स्थिति कस्तो छ र बलेवाको एयरपोर्टसम्मलाई चाहिँ यसले लानको लागि पनि नजिक बनाएको छ। त्यति मात्रै होइन, यहाँका कृषि उपजहरूलाई चाहिँ
बजारीकरण गर्नको लागि पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारलाई पनि केही राहत मिलेको छ भने व्यापारिक स्थितिले कुस्मामा पनि केही चाहिँ यसले व्यवसायमा पनि वृद्धि गरेको हामीले अनुभव गरेका छौँ। कुस्मा ग्यादी झोलुङ्गे पुल, कुस्मा कैया झोलुङ्गे पुल निर्माणमा पनि सङ्घको नेतृत्वदायी भूमिका रह्यो। ग्रामीण क्षेत्रका बासिन्दाहरू कुस्मा आएर सिधा कारोबार गर्नेदेखि गाउँमा उत्पादन भएका कृषि उपजहरूलाई बजारसम्म ल्याएर बिक्री गर्नका लागि यी पुलहरूको योगदान सम्झिन लायकको छ। पुल नभएको भए दूध, तरकारी, चामल लगायतका ग्रामीण उत्पादनहरू कुस्मामा बिक्री गर्नका लागि घण्टौंको यात्रा गर्नुपर्ने बाध्यताले निरन्तरता पाइरहेको हुने थियो। नेपालमै पहिलो अग्लो र लामो पुल पाइलट प्रोग्राम चाहिँ यो जुन सम्पन्न गर्न हामी सफल भयौँ। हामीले तत्कालीन अवस्थामा जुन व्यापारमा गिर्दो मन्दी चाहिँ आएको बेलामा सदरमुकाममा चाहिँ व्यापारलाई चाहिँ अलिकति वृद्धि गर्नका लागि र पर्वत जिल्लाको दक्षिण भेगका सम्पूर्ण ग्राहकहरू महानुभावहरूलाई चाहिँ सर्वसुलभ छिटोभन्दा छिटो माथिबाटै चाहिँ तर्नका लागि चाहिँ हामीले यो झोलुङ्गे पुल सम्पन्न गर्नका लागि चाहिँ हामी लागेका थियौँ र जसका कारणले धेरैका चाहिँ जीव ज्यान बचाउन पनि सफल चाहिँ भएको छ। शिक्षामा पनि यसको ठुलो योगदान चाहिँ रहेको छ। कर्मचारीहरू चाहिँ आउनका लागि आफ्नो घरबाटै चाहिँ सदरमुकाममा चाहिँ जागिर गर्नका लागि पढ्नका लागि यो पुलले धेरै योगदान चाहिँ दिएको हामीले अनुभूति गरेका छौँ र यस समग्रमा यो पुलले त्यहाँका किसानहरूको उत्पादनलाई सर्वसुलभ चाहिँ तरकारी, सागसब्जी, दूध यी सबै ल्याउनका लागि पनि यसले भरपुर चाहिँ तत्कालीन अवस्थामा पर्वत उद्योग वाणिज्य सङ्घले यो काम सरकार वा जनप्रतिनिधिले गरिदेलान् कि भनेर उनीहरूको मुख ताकेर बस्दैनन्। बरु उनीहरूसँगको सहकार्यमा आफै काम गर्न तयार रहेको इतिहास छ। त्यसैले त कुस्माका केही सडकहरूको निर्माण, नाली निर्माण, बधशाला व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, सीसी क्यामेरा जडान तथा जिल्ला प्रहरी कार्यालय पर्वतमा कन्ट्रोल रुम स्थापना लगायतका क्षेत्रमा पनि धेरै कामहरू भएका छन्। नारायण माध्यमिक विद्यालयमा एउटा कक्षा कोठा निर्माण गर्नेदेखि कुस्मा बजारको सुरक्षाको लागि रातिमा चौकीदार राख्ने जस्ता कामहरू पनि सङ्घबाट भए। कुस्मादेखि कल्लेरीसम्मको सडकको ट्र्याक खोल्ने, बडगाउँ चापको ढाड चेम्बर मार्ग हुँदै डमडारे खोलासम्म सडक खोल्ने काम भए। अर्थतन्त्रको परिवर्तनका लागि नै B2B सम्मेलन अन्तर्गत जर्मनीमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग पर्वतको टोली सहभागी हुने लगायतका कामहरू पनि पर्वत उद्योग वाणिज्य संघले गरेको छ। पहिलो स्थापना भएको 21 लाखको अक्षय कोषमा 40 लाख थप गरी 61 लाख रुपियाँ पुर्याइएको अक्षय कोषमा हाल कुल रकम करिब 80 लाख रुपियाँ पुगिसकेको छ। यो कोषबाट समस्यामा रहेका संघका सदस्यहरूलाई अवस्था हेरेर 10,000 देखि 25,000 रुपियाँसम्म आर्थिक सहयोग गर्ने गरिएको छ। उद्योगी व्यवसायीहरूका लागि स्थानीय क्षेत्रमा नै शिविर सञ्चालन गरी उद्योग दर्ता र पान वितरणका काम पनि सरकारी निकायहरूसँगको सहकार्यमा हुँदै आएका छन्। कुस्मा बजारमा व्यवस्थित रूपमा मण्डी सञ्चालन गर्नुपर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बहस उठिरहेको बेलामा पर्वत उद्योग वाणिज्य संघले कुस्माको बगैँचा चोकमा कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन निर्माण गर्नु आफैमा उदाहरणीय काम हो। पर्वतको ग्रामीण क्षेत्रमा उत्पादन भइरहेका ताजा तरकारी उपभोक्ताले प्राप्त गर्न तथा ग्रामीण क्षेत्रका उत्पादनले पनि बजार पाउनको लागि यो केन्द्र कृषकहरूको रोजाइमा परेको छ।
पर्वतलाई एक गाउँ एक उत्पादनको साझा लक्ष्यमा समाहित गरेर ठाउँ अनुसार उत्पादन र उत्पादन अनुसारको उद्यम विकासको लागि सङ्घले विगतदेखि नै विभिन्न प्रयासहरू गर्दै आइरहेको छ। जिल्लाका मुख्य उत्पादनहरूका रूपमा रहेका लप्सी, कफी, अल्लो, अदुवा, सुन्तला अहिले पनि राष्ट्रिय बजारमा परिचित छन्। नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सरकारी निजी साझेदारी कार्यक्रम अन्तर्गत लप्सी प्रशोधनका लागि कृषकहरूलाई सघाउने तथा उपकरण वितरण गर्ने कामहरू भएका छन्। मेरो उद्यमको अवस्था चाहिँ सुचारू छ र त्यसपछि उद्यममा मेन गरी लप्सीको कच्चा पदार्थमा आधारित उद्योग भएको हुनाले लप्सीका विभिन्न खाद्य परिकारहरू बन्छन्। लप्सी, क्यान्डी, अचार, माडा, तितौरा, जाम, जुस, जेली र पाउडर, चटनी, धेरै प्रकारका लप्सीका धेरै खाने खाद्य वस्तुहरू मेरो उद्योगमा चाहिँ बन्ने गर्छन्। र उद्योग वाणिज्य सङ्घ पर्वतलाई हाम्रो जसरी 62-63 सालदेखि नै मैले चाहिँ कार्यक्रम यो उद्योगहरू र मैले आफ्नो तरिकाले उत्पादन गर्न सुरु गरेको भए पनि उद्योग वाणिज्य सङ्घको 72-73 साल पछाडिको ओबिओबीको कार्यक्रमबाट भएको सहयोगबाट उहाँहरू त्यसबाट चाहिँ मेरो उद्योगको जग बसेको छ र यस्तो कार्यक्रम फेरि पनि यसले उद्योग वाणिज्य सङ्घले चाहिँ नेतृत्व गरोस् र यो कार्यक्रम आएर हामीलाई यस्ता उद्यमीहरू अझै उत्पादन गरोस् भन्ने मैले धेरै यसमा अपेक्षा राख्दै धन्यवाद दिन चाहन्छु। व्यवसाय एवं उद्यमशीलता प्रवर्धन नियमावली पारित गरी 21 लाख अक्षयको स्थापना, कृषि विकास कार्यालय संघको सहकार्यमा जमिन बाँझो नराखौं भन्ने अभियान, महिला उद्यम समिति विस्तार, पछिल्लो पटक महिला उद्यमलाई उच्च प्राथमिकतामा राखेर पर्वत महोत्सवमा महिला उद्यमी संघको नेतृत्वमा स्टल नै राखेर घरेलु उत्पादन तथा परिकार तयार गर्नु हाम्रो लागि गौरवको गाथा हो। कुस्मा ग्यादी झोलुङ्गे पुल निर्माणको अगुवाई गरेपछि नै पर्वत जिल्लामा पर्यटकीय सम्भावनाका ढोकाहरू खुल्दै गए। त्यही बेलामा नै पर्वतको पर्यटन प्रवर्धनका लागि पर्यटन प्रवर्धन केन्द्रको स्थापना भयो। यस्तै यान्त्रिक पुलको निर्माण भएपछि कालीगण्डकी नदीको भिरमा पनि सम्भावना छ भन्ने मानसिकताको विकास भयो। त्यसैले त आज पर्वत जिल्ला साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास भएको छ। विक्रम सम्वत 2072 सालको महाभूकम्पको बेलामा पीडितहरूलाई राहत वितरण गर्नेदेखि कोभिड-19 को महामारीको बेलामा सीसीएमसीमा बसेर काम गर्दा उत्कृष्टताको सम्मान पाएको पर्वत उद्योग वाणिज्य संघ सधैँ नागरिकको साथमा छ। समाजमा हुने साना ठुला विपद वा अन्य समस्याको समाधानको लागि हामी नागरिकसँगै सहयात्री बन्दै आएका छौं। गुप्तेश्वर गुफा परिसरमा कोटीहोम आयोजना गरी संकलित रकमबाट शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माणको थालनी गर्ने काममा पर्वत उद्योग वाणिज्य संघको भूमिका उच्च छ। 2061 सालमा पहिलो पटक गुप्तेश्वर पर्वत महोत्सवको आयोजना गरेर पर्वतमा महोत्सव सञ्चालन गरी आर्थिक कारोबार, मनोरञ्जन, खेलकुद लगायतका क्षेत्रमा योगदान दिन सुरु भयो। विद्यालय स्तरीय नृत्य, लोकभजन, रत्यौली, बाल गायन जस्ता विद्यालय मैत्री प्रतियोगिताहरूको आयोजना गरेर बालबालिकाको क्षमता विकासमा भइरहेको योगदान महत्त्वपूर्ण छ। कलाकारका प्रस्तुतिदेखि लाइभ कन्सर्टको आयोजना गरेर दर्शकका रोजाइका कलाकारहरूलाई ल्याएर सांगीतिक माहौल जमाइदिने काम संघले गर्दै आइरहेको छ। पर्वत महोत्सवको अवसरमा आयोजना हुने झाँकी तथा र्यालीले पर्वतको कला, कौशल, संस्कृति र जातीय कला र संस्कृतिको प्रचार र सम्वर्धनमा ठूलो भूमिका खेल्दै आएको छ। सुसुप्त अवस्थामा रहेका त्यस्ता कलाको प्रदर्शनीले पर्वतका कलालाई राष्ट्रिय रूपमा परिचित गरेको छ। सामुदायिक एकता, झाँकी, र्याली, कला, वेशभूषा, वाद्यवादन, जातीय संस्कृतिको रक्षार्थ हामी सधैँ प्रतिबद्ध छौं। मनोरञ्जन मात्रै नभएर खेल क्षेत्रको विकासका लागि पर्वत उद्योग वाणिज्य संघले धेरै कामहरू गरेको छ। बडगाउँमा रहेको खेल मैदानमा सशस्त्र प्रहरीको गण बसेपछि कुस्मामा खेल मैदानको अभाव रहँदै आएको थियो। 65 लाख खर्चिएर बडगाउँ खेल मैदानको विस्तारको काम भएको छ।
व्यवसायीहरूको निजी छाता संस्था भएर पनि भौतिक निर्माणदेखि सामाजिक सहयोगसम्मका काममा भइरहेको सक्रियताका कारण नै आज पर्वत उद्योग वाणिज्य सङ्घ सबैको विश्वासयोग्य संस्था बनेको छ। 2032 सालबाट आज 2082 सालसम्म आउँदा सङ्घको नेतृत्व गर्नुभएका तथा पदाधिकारी र सदस्यमा बस्नुभएका व्यक्तिहरूले महत्त्वपूर्ण योगदानले नै सङ्घ आजको दिनसम्म आइपुगेको छ। स्वर्गीय ईश्वरी प्रसाद श्रेष्ठज्यूबाट उद्योगी व्यवसायीको भेला गरी आर्थिक सङ्कलन गरेर व्यापार कोषको स्थापना भएको सङ्घले दैनिक उपभोग्य वस्तुहरूको होलसेल तथा खुद्रा मूल्य निर्धारण, व्यापारीहरूमाथि भएको धरपकडको विरोधमा तत्कालीन राजा समक्ष बिन्ती पत्र चढाई व्यावसायिक एकता प्रदर्शन जस्ता काम गरेको थियो। झलक बहादुर श्रेष्ठ ज्यूको पालामा व्यापारको पुँजी र आम्दानी अनुसार सदस्यता शुल्क निर्धारण, नेपाल उद्योग वाणिज्य महासंघबाट पर्वत उद्योग वाणिज्य संघलाई मान्यता, दशैं तथा तिहारमा सामग्री खरिदमा विशेष छुट, कुस्मा बजारमा प्रवेश गर्ने आयातित सामानमा सहयोग शुल्क लिने प्रावधान र कुस्मामा 7 दिने हाट बजार मेलाको आयोजना सुरुवात भयो। 2041 सालमा काशी कुमार जोशीले कार्यभार सम्हाल्नु भएपछि पर्वत उद्योग वाणिज्य संघलाई जिल्ला प्रशासन कार्यालयमा स्वतन्त्र संस्थाको रूपमा विधिवत रूपमा दर्ता गर्ने, नारायण माध्यमिक विद्यालयमा एउटा कक्षा कोठा निर्माण गर्ने, जिल्ला पञ्चायतबाट प्राप्त भएको गहुँ लिएर कुस्मा बजारमा बाटो निर्माण, संघको नाममा घडेरी खरिद गर्ने, कुस्मा बजारको सुरक्षाको लागि रातिमा चौकीदार राख्ने जस्ता कामहरू भए। यस्तै लक्ष्मीकान्त आचार्यज्यूको पालामा जिल्ला प्रशासन कार्यालयको गेटबाट संघको कार्यालयमा जाने सडक खोल्ने, लघु उद्यम विकास कार्यक्रम सञ्चालन, शनिबारका दिन पसलहरू बन्द गरी बगैँचा चौरमा हाट बजार लगाउने जस्ता अभ्यास भए। 2045 सालमा हरिप्रसाद आचार्यज्यूले पर्वत उद्योग वाणिज्य संघको विधान 2037 मा प्रथम संशोधन गर्नुभयो। व्यापारिक सामानहरूमा सेवा शुल्क लिने प्रावधानलाई पुनः सुचारू गरी संघमा आम्दानी बढाउने, कुस्माको माथिल्लो र तल्लो बजारको अवधारणा हटाएर व्यावसायिक एकता कायम गर्ने काम भए। स्वर्गीय गोविन्दनाथ शर्माज्यूको कार्यावधिमा संघ जिल्ला अस्पतालको सदस्यमा मनोनयन भयो। शिवालय चोकमा अस्थायी प्रहरी चौकी स्थापना गर्न आर्थिक सहयोग गर्ने, बाढी पीडितको सहयोगका लागि कुस्मा सहयोग गर्ने लगायतका कामहरू भए। 2057 सालमा दिनेश अधिकारीले संघको सभा हलमा भौतिक पूर्वाधारहरू थप गर्ने तथा तत्कालीन गुप्तेश्वर बहुमुखी क्याम्पसमा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने काम गर्नुभयो। दुर्गा प्रसाद श्रेष्ठज्यूको पालामा कार्यालय र परिसरमा भौतिक निर्माण, कुस्मामा पक्की नाली र सडक कालोपत्रे, बजारको सरसफाईका लागि सामूहिक अभियान चले। महत्त्वपूर्ण कुरा त उहाँकै पालाबाट पहिलो पटक गुप्तेश्वर महोत्सवको नाममा पर्वत महोत्सवको आयोजना भयो। त्यही अवधिमा सचिवालयको भवन निर्माण तथा तला थप्ने काम भयो। उहाँ तत्कालीन पश्चिमाञ्चल उद्योग वाणिज्य महासंघको अध्यक्ष तथा 2 पटक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य बन्नुभयो। यस्तै मीनप्रसाद श्रेष्ठज्यूले नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा पर्वत उद्योग वाणिज्य संघको उद्देश्य र परिकल्पना पारित गराउने, गुप्तेश्वर वेद वेदाङ्ग संस्कृत पाठशालामा आर्थिक सहयोग, गुप्तेश्वर गुफामा बाला चतुर्दशी मेलाको आयोजना तथा दोस्रो पर्वत महोत्सव आयोजना गर्नुभयो। यही बेलामा कुस्मा ग्यादी झोलुङ्गे पुल निर्माण भए भने 2062-63 को आन्दोलनमा पूर्व अध्यक्ष गोविन्दनाथ शर्मा शहीद बन्नुभयो। 2065 सालबाट पद सम्हाल्नुभएका होमनारायण श्रेष्ठले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्मान पाउनु निकै सुखमय पल बन्यो। उहाँको अवधिमा युवा स्वरोजगार तालिम, कुस्मा बजारमा सडक बत्ती व्यवस्थापन, तेस्रो पर्वत महोत्सव आयोजना, कुस्मादेखि कल्लेरीसम्मको सडकको ट्र्याक खोल्ने कामहरू भए। यस्तै रामकृष्ण कर्मचार्यज्यूको पालामा कुस्मा बलेवा यान्त्रिक पुल निर्माण, बडगाउँ चापको ढाड चेम्बर मार्ग हुँदै डमडारे खोलासम्म सडक ट्र्याक ओपन, पर्वतलाई लप्सी जिल्ला घोषणा, कुस्मामा सीसी क्यामेरा जडान,
चौथो पर्वत महोत्सव आयोजना, बगैँचा चोकमा कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन निर्माण सुरु लगायतका कामहरू भए। 2071 सालमा हरिओम शर्मा लामिछानेले सङ्घको 3 वर्षीय कार्ययोजना पारित गर्दै उत्कृष्ट उद्योग वाणिज्य सङ्घको निर्माण गर्नुभयो। कृषि उपज केन्द्रमा 11 सटर रहेको भवन निर्माण सम्पन्न गर्ने 5औं पर्वत महोत्सवको आयोजना, भूकम्प पीडितहरूलाई राहत वितरण, लप्सी प्रशोधनका लागि कृषकलाई उपकरण वितरण, व्यवसाय एवं उद्यमशीलता प्रवर्धन नियमावली पारित गरी 21 लाखको अक्षय कोष स्थापना, कृषि विकास कार्यालय संघको सहकार्यमा जमिन बाँझो नराखौं भन्ने अभियान, सीसी क्यामेरालाई थप व्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम स्थापना गर्ने काम गर्नुभयो। उहाँकै कार्यकालमा संघको कार्यालय भवनमा सुविधा सम्पन्न बैठक कक्ष निर्माण पनि भयो। उहाँका उत्कृष्ट कामहरूको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष भवानी राणाको हातबाट सम्मान पाउनु हाम्रो लागि गौरवको कुरा हो। 2074 सालबाट आफ्नो कार्यकाल सुरु गर्नुभएका केदारनाथ शर्माको अवधिमा पनि संघले महत्वपूर्ण कामहरू पूरा गरेको छ। महिला उद्यम समिति विस्तार, कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन, गुप्तेश्वर गुफा परिसरमा कोटी होम आयोजना गरी संकलित रकमबाट शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माणको थालनी, 65 लाख खर्चिएर बडगाउँ खेल मैदानको विस्तार, पहिलो स्थापना भएको 21 लाखको अक्षय कोषमा 40 लाख थप गरी 61 लाखको अक्षय कोष, कोभिडमा सीसीएमसीमा बसेर काम गर्दाको महत्वपूर्ण सम्मान, नेपालको उत्कृष्ट उद्योग वाणिज्य संघको रूपमा पर्वत उद्योग वाणिज्य संघले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट सम्मान ग्रहण, B2B सम्मेलन अन्तर्गत जर्मनीमा भएको कार्यक्रममा पर्वतको टोली सहभागी हुने लगायतका कामहरू केदारनाथ शर्माको 3 वर्षे अवधिमा भएका छन्। उहाँकै कार्यकालमा युरोपका विभिन्न 7 देशहरूमा भ्रमण गर्दै गण्डकी प्रदेश र पर्वत जिल्लाको पर्यटन प्रवर्धनका लागि प्रयास भयो। शर्मा सहित ठाकुर बी पौडेल, हरिओम शर्मा लामिछाने र रमेश शर्माले यो जर्मनी सहितका विभिन्न देशमा पर्वतका लागि गर्नुभएको योगदानको प्रयास प्रशंसनीय छ। सोही बेलामा अध्यक्ष शर्माले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै मित्र राष्ट्र चीनमा गण्डकीको संस्कृति र कलाको प्रस्तुतिले अर्को इटा थपेको छ। 2077 सालमा संघमा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका गोपी अधिकारी ज्यूको कार्यकालमा पालिका स्तरीय विस्तार भएको संघको कार्य समिति बैठक पहिलो पटक महाशिला, मोदी, फलेवास र जलजलामा पुगेर कार्य समितिको बैठक बसी 3 वर्षे कार्ययोजनाका लागि पालिका स्तरबाट विषय उठान भयो। मध्य पहाडी लोकमार्ग मार्फत प्रचार प्रसार र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका 14वटा पहाडी जिल्लाका उद्योग वाणिज्य संघहरूको अवलोकन तथा अन्तर्क्रिया, कालीकोट जुम्ला हुँदै मुगुमा रहेको नेपालकै ठूलो रारा तालको भ्रमण गरी रारा क्षेत्रमा नै कार्य समितिको बैठक, बडागाउँ खेल मैदानलाई थप विस्तार गरी भलिबल कोर्ट निर्माण, सचिवालयमा पूर्वाधार विस्तार लगायतका कामहरू उहाँको पालामा भएका छन्। संघका हालका अध्यक्ष ठाकुर बी पौडेलले 2081 सालबाट संघको नेतृत्व सम्हालिरहनु भएको छ। संघका वर्तमान अध्यक्ष ठाकुर बी पौडेलको कार्यकालमा गण्डकी प्रदेश सरकार अन्तर्गत पर्यटन तथा उद्योग मन्त्रालयको समन्वयमा पवित्र कालीगण्डकी नदीको तटीय क्षेत्रको धार्मिक स्थलहरूको प्रत्यक्ष अवलोकन भ्रमण तथा प्रचार प्रसार प्रदेशमा नै स्मरणीय कामको रूपमा स्थापित भएको छ। त्यस क्रममा देवघाटदेखि मुस्ताङसम्मको यात्राको क्रममा ब्रोसर निर्माण, वृत्तचित्र निर्माण तथा सरोकारवालाहरूसँग अन्तर्क्रिया गरिएको छ। संघको वेबसाइट निर्माण, जिल्ला प्रशासन कार्यालय संघको सहकार्यमा सरकारी कार्यालयहरूमा स्थानीय सामग्रीहरू प्रयोगको अभियान, सबै व्यवसायीहरूलाई एकताबद्ध गर्दै संघको नेतृत्व, पर्वत जिल्लाको प्रवर्धन गर्नका लागि आयोजना भएको फोटो प्रदर्शनी, साना उद्यमीहरूले उत्पादन गर्नुभएका सामग्रीहरूको बिक्री कक्ष निर्माण, कोसेली घरको सुरुवात उहाँको कार्यकालमा भएका छन्। यस्तै गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण तथा चीनका विभिन्न शहरहरूमा भएका छलफल तथा बैठकहरूमा सहभागिता पनि यो बेलाका महत्त्वपूर्ण उपलब्धि हुन्।
घुमन्ते व्यवसायलाई निरुत्साहित गरी स्थानीय व्यवसायको प्रवर्धन गर्ने काम पनि उहाँको कार्यकालमा भएको छ। पचास वर्षको यो इतिहासमा उहाँहरूले दिनुभएको यो योगदानलाई कुनै पनि शब्दले वर्णन गर्न हामी सक्दैनौँ। यद्यपि उहाँहरूको कामलाई कसरी हेर्न सकिन्छ त? हिजो पञ्चायतकालमा उद्योगी व्यवसायी व्यापार व्यवसाय गर्नेहरूलाई अलिकति सेवा दिन्छन्। यिनीहरूले जनतालाई सहज रूपमा आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउँछन् भन्दा पनि यिनीहरू ठग्छन्। अब सर्वसाधारणहरूलाई अलिकति यिनीहरूले जम्माखोर गर्छन्, कालोबजारी गर्छन्, सर्वसाधारणलाई ठग्छन् भन्ने दृष्टिकोणले प्रशासनबाट धेरै ढङ्गले ज्यादती अथवा दुःख अनि कानुनी झमेला, करका झमेला सताउने एउटा प्रचलन थियो। त्यसबाट जोगिनका लागि व्यवसायीहरूको हक र इज्जतका लागि उनीहरूको 32 सालमा पर्वतको कुस्मा बजारमा रहेका व्यापारीहरू अनौपचारिक रूपले सङ्गठित भएर उद्योग व्यवसायीहरूका हक हितका आवाजहरू उठाउँदै आएर 38 सालमा यसलाई विधिवत रूपमा 2038 सालमा यसलाई विधिवत रूपमा संस्था दर्ता ऐन 2034 अनुसार दर्ता गरेपछि यो सङ्गठित रूपमा अगाडि बढेको छ र यसबीचमा यसले पर्वतको उद्योग व्यवसाय वाणिज्यको क्षेत्रमा ठुलो योगदान पुर्याएको छ। व्यापार व्यवसायीहरूका आपसी प्रतिस्पर्धात्मक पर्दाका कुरा छाडेर यसलाई सामूहिक र सङ्गठित ढङ्गबाट उद्योगी र व्यवसायीहरूको हक र इज्जत साथै उपभोक्ताहरूको हकमा पनि पर्वत उद्योग वाणिज्य सङ्घले सहज रूपमा, सरल रूपमा र उचित मूल्यमा सेवा प्रदान गर्न, सामानहरू उपलब्ध गराउनका लागि उद्योग वाणिज्य सङ्घले बजार अनुगमन गर्नेदेखि लिएर सबै कामहरू गर्दै आएको छ। पर्वतको उद्योग, व्यापार, व्यवसाय, वाणिज्य, कृषि, पर्यटन, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासमा सङ्घले गर्दै आएका कामहरूले यहाँका हरेक क्षेत्रलाई चलायमान बनाइरहेका छन्। व्यवसायीहरूको निजी छाता संस्था भएर पनि भौतिक निर्माणदेखि सामाजिक सहयोगसम्मका काममा भइरहेको सक्रियताका कारण नै आज पर्वत उद्योग वाणिज्य सङ्घ सबैको विश्वासयोग्य संस्था बनेको छ। प्रश्नावलीको अध्ययन पश्चात मूल्याङ्कन गर्दा उत्कृष्ट देखिएका जिल्ला नगर समूहको कदर सम्मानको नाम म उद्घोष गर्न चाहन्छु। सुरुमा समूहका क, ख र ग वर्गहरूमध्ये यसै गरी ख वर्गबाट श्री पर्वत उद्योग वाणिज्य सङ्घ, ख वर्गबाट श्री पर्वत उद्योग वाणिज्य सङ्घलाई कदर सम्मान गर्न सिफारिस गरिएको थियो। अब संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्रतर्फ हामी लाग्दैछौँ। पुनः कमा श्री पाँचथर, गमा श्री पाँचथर उद्योग वाणिज्य सङ्घ, खमा श्री पर्वत उद्योग वाणिज्य सङ्घ र क वर्गमा श्री उद्योग वाणिज्य सङ्घ चितवन। कृपया छिटोभन्दा छिटो मञ्चमा पाल्नु हुन अनुरोध गर्न चाहन्छौँ। आज सङ्घमा आजीवन स्थायी र अस्थायी गरी 100 सदस्य आबद्ध छन्। एक पालिका एक उपशाखा अवधारणा अन्तर्गत 5औं र जलजला उपशाखा स्थापना गरिएको छ। 5 जना कर्मचारी मार्फत सङ्घको सेवा प्रवाह निरन्तर भइरहेको छ। सङ्घको नेतृत्वदायी भूमिकाले नै आज व्यवसायी मैत्री वातावरण र दिगो विकासका लागि काम गर्न सकिएको छ। सङ्घको शक्ति यसका सदस्यहरू हुन्। महिला उद्यमी विकास, युवा स्वरोजगार, बिना धितो ऋण, कर, शिक्षा जस्ता कामले सङ्घको गरिमा र प्रयासलाई उच्च बनाएका छन्। सङ्घले व्यापारलाई मात्रै होइन, जीवनलाई पनि उकास्दै आएको छ। कोट, स्टकोट सिलाउने कपडाहरू अनि यस्तै सलहरू अनि स्वेटरहरू त्यो पन्जुहरू बनाइरहेको छ। पोखरा काठमाडौँतिर पठाइन्छ अनि विदेशतिर अलिअलि जान्छ अनि यही के अरे उद्योग वाणिज्य सङ्घको कार्यक्रमतिर अनि अन्य सङ्घ संस्थातिर चाहिँ मायाको चिन्हको रूपमा यही अल्लोको
अनि त्यो ढाकाको त्यस्तै हाम्रै स्थानीय के अरे स्तरको उत्पादन वस्तुहरूलाई के अरे प्रचारको लागि नै प्रचार गर्ने अनि सहयोग गरिराख्नु भएको छ। अनि बेला बेलामा महोत्सव कार्यक्रमहरू राखेर त्यो व्यापारीहरूसँग लिङ्कहरू पनि गराइदिनु भएको छ। उद्योग वाणिज्य सङ्घको सरहरूले बेला बेलामा चाहिँ यस्तै हामी जस्तै लघु उद्यमीहरू, घरेलु उद्यमीहरू, सानो उद्यमीहरूको त्यो मेला महोत्सवहरू राखिदिनुहुन्छ बेला बेलामा। अनि त्यहाँ चाहिँ यस्तै हामीले उत्पादन गरेको वस्तुहरूलाई चाहिँ अझै त्यो के अरे व्यापार राम्रो होस् भन्नको लागि, प्रबन्धनको लागि चाहिँ बेला बेला महोत्सव कार्यक्रमहरू गरिदिनुहुन्छ। अनि फेरि त्यो के अरे केही कार्यक्रम भएको बेलामा चाहिँ यस्तै अल्लोको अनि ढाकाको यस्तै सामानहरूलाई चाहिँ मायाको चिनोको रूपमा लगेर बिक्री गरिदिनुहुन्छ। अनि त्यही लायन्स क्लबको सरहरूले पनि धेरै लैदिनु भएको छ। अनि त्यो उसमा के अरे यो के भन्छ अरे यो केबल कारको छ नि, त्यहाँको के अरे त्यही कार्यक्रमतिर नि उद्योग वाणिज्य सङ्घमा हुनुहुन्थ्यो पहिला, उहाँ सरहरूले नै एकदम सहयोग गरिराख्नु भएको छ, माया गर्नुभएको छ। आफ्नो जिल्लामा भएको यस्तो लोकल प्रोडक्टहरूलाई चाहिँ धेरै माया गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ। हामीले त अरू केही गर्न सकेनौँ, धन्यवाद छ है सरहरू भन्न मात्रै हो। त्यही हो। वास्तवमा पर्वत उद्योग वाणिज्य सङ्घ मूलत व्यवसायीहरूको हक हितको लागि स्थापित भएको संस्था हो। समग्रमा पर्वत जिल्लालाई प्रवर्धन गर्ने हिसाबले र आम नागरिकसित सरकार भएका विषयहरूमा पनि पर्वत उद्योग वाणिज्य सङ्घले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। जनप्रतिनिधिविहीन भएको अवस्थामा पर्वतको सदरमुकामलाई विकास गर्ने सन्दर्भमा यहाँको बाटो कालोपत्रे गर्ने, त्यसपछि पक्की नालीहरू बनाउने कामहरू पनि पर्वत उद्योग वाणिज्य सङ्घको अगुवाईमा सम्पन्न भइरहेको छ भनेदेखि पर्वत जिल्ला सदरमुकाम लगायतका ठाउँहरूमा बनेका विभिन्न सामाजिक गतिविधिहरूमा जस्तै सामुदायिक भवनहरू निर्माण गर्ने, चौकीहरू पुनर्स्थापना गर्ने, ट्राफिक भवनहरू निर्माण गर्ने लगायत पर्वत जिल्लाका सबैभन्दा अग्लो लामो झोलुङ्गे पुल निर्माणको पनि नेतृत्व पर्वत उद्योग वाणिज्य सङ्घले गरेको छ। सँगै कोरोना महामारीमा पर्वत उद्योग वाणिज्य सङ्घकै इनिसिएसनमा हामीले व्यक्तिहरूलाई पनि एउटा व्यवस्थापन गर्ने, सँगै सुरक्षाकर्मी लगायतलाई पनि हामीले व्यवस्थापन गर्ने काम हामीले गऱ्यौँ भनेदेखि सँगै पर्वतका विभिन्न दैवी प्रकोपका घटनाहरूमा पर्वत उद्योग वाणिज्य सङ्घले पनि एउटा साथमा साथ मिलाउने काम गरेको छ भनेदेखि त्यसमा चाहिँ पर्वत उद्योग वाणिज्य सङ्घले आफ्नो आन्तरिक कोष लगायत व्यवसायीहरूको सहकार्यमा दैवी प्रकोपमा परेका व्यक्तिहरूलाई उद्धार गर्ने, सँगै उहाँहरूलाई एउटा खाद्यान्न लगायतका सामग्रीहरू हस्तान्तरण गर्ने काम पनि हामीले गरिरहेका छौँ। त्यसै गरी नाकाबन्दीको बेलामा ग्यास लगायत इन्धनहरूको चरम अभाव थियो र त्यो अवस्थामा सबैले जुन जति सीमित मात्रामा प्राप्त भएको ग्यासहरूलाई पनि एउटा व्यवस्थापन गर्नको निम्ति हामीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर हामीले त्यो ग्यासहरूलाई एउटा व्यवस्थित हिसाबले सबैले पाउनुपर्छ भन्ने मान्यताका आधारमा हामीले कार्ड सिस्टम बनाएर पर्वत उद्योग वाणिज्य सङ्घको अगुवाईमा हामीले गऱ्यौँ। पर्वतलाई प्रवर्धन गर्ने, यहाँको कला संस्कृति, खेलकुद लगायत यहाँका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू, यहाँको उत्पादनलाई प्रवर्धन गर्ने काम विभिन्न मेला महोत्सवहरू लगायत विभिन्न ठाउँमा पर्वत जिल्लालाई प्रवर्धन गर्ने, यहाँका भिडियो डकुमेन्ट्रीहरू बनाउने लगायतका कामहरू पनि गरेको छ। जसका कारणले पनि समग्रमा पर्वतका सबै सेक्टरलाई समेटेर अगाडि बढिरहेको छ भनेदेखि एउटा हामीले व्यवसायीहरूलाई दुःख सुख पर्दाखेरि एउटा व्यवसाय कल्याण कोष भनेर एउटा छुट्टै हामीले व्यवसायीहरूबाट हाम्रो सदस्यता बन्ने र नवीकरण गर्ने सन्दर्भमा पनि हामीले केही पैसा हामीले त्यो कोषमा हामीले राख्ने गरेका थियौँ र सुरुमा हामीले 25 रुपियाँ त्यो कोषमा व्यवसाय कल्याणकारी कोषमा राख्थ्यौँ भने हामीले अहिले पछिल्लो चरणमा सदस्य बन्दा र नवीकरण गर्दाखेरि 50 रुपियाँ हामी त्यो व्यवसाय कल्याणकारी कोषमा राख्छौँ र त्यो व्यवसाय कल्याणकारी कोषबाट पर्वत वाणिज्य सङ्घमा आबद्ध व्यवसायीहरूलाई विभिन्न समस्याहरू पर्दाखेरि त्यसबाट हामीले चाहिँ केही रकम चाहिँ हामीले त्यो व्यवसायीहरूलाई हस्तान्तरण गर्ने काम गरेका छौँ भनेदेखि सँगै यसमा चाहिँ कहिलेकाहीँ अन्य जुन व्यवसायीहरू हुनुहुन्छ र अन्य एकदमै विपन्न परिवार हुनुहुन्छ भने त्यसलाई हामीले पनि त्यो कोषबाट हामीले सहयोग गर्ने काम गरिरहेका छौँ। उद्योग वाणिज्य सङ्घमा आबद्ध बाहेक अन्य विभिन्न सङ्घ संस्थाहरूलाई पनि हामीले बेला बखत कर लगायतका विभिन्न खालका तालिमहरू र सँगै सरसफाइ अभियानहरू लगायतका यस्ता अभियानहरू पनि हामीले सञ्चालन गरिरहेका छौँ भनेदेखि यहाँ जिल्लामा भएका सम्पूर्ण जुन कल्चरहरू छन् र त्यो कल्चरहरूलाई पनि हामीले विभिन्न जातिहरूका कल्चरहरूलाई पनि हामीले प्रवर्धन गर्ने काम गरेका छौँ। पर्वत उद्योग वाणिज्य सङ्घले गरेका गतिविधिका कारणले र पर्वत उद्योग वाणिज्य सङ्घले जुन सबैले पर्वत उद्योग वाणिज्य सङ्घ भनेको हाम्रो हो
हो भन्ने पनि खालको वातावरण सिर्जना भएको छ। र अझ हामीलाई कहिलेकाहीँ खुसी लाग्ने कुरा के पनि हो भन्दाखेरि पर्वत उद्योग वाणिज्य सङ्घले गरेका साना चिना गतिविधिहरू पनि यो समाज लगायतका विभिन्न प्रतिष्ठित व्यक्तिहरूले पनि हामीले गरेका साना चिजहरूमा पनि एउटा वाच गर्नुहुन्छ, हामीले गरेका विभिन्न गतिविधिहरूमा टिका टिप्पणीहरू गर्नुहुन्छ। किनकि त्यो टिका टिप्पणी गर्नु, हामीले गरेका गतिविधिहरूमा वाच गर्नु पनि किन हो भनेदेखि उहाँहरूले यसलाई महत्त्व दिएर हो जस्तो मलाई लाग्छ। सँगै पर्वत उद्योग वाणिज्य सङ्घले जिल्ला प्रहरी कार्यालय, त्यसपछि जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर जुन शान्ति सुरक्षा व्यवस्थापन गर्नको निम्ति पनि हामीले भूमिका खेलेका छौँ भनेदेखि सँगै चौकी निर्माण लगायतमा पनि हाम्रै अगुवाईमा हामीले चौकीको निर्माण गऱ्यौँ। सँगै हामीले कुस्मा बजारलाई व्यवस्थित गर्नको निम्ति र यो हाइवे क्षेत्रलाई पनि व्यवस्थित गर्नको निम्ति जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विभिन्न निकायहरूसित सहकार्य गरेर हामीले सीसी क्यामेराहरू पनि हामीले व्यवस्थापन गऱ्यौँ भनेदेखि सँगै पर्वतको सन्दर्भमा हामीले विभिन्न राजनीतिक दलहरूलाई पनि एउटा कतिपय कुरा नमिलेका विषयहरूमा पनि कम्तीमा पर्वत उद्योग वाणिज्य सङ्घले सहकार्य गर्ने र पर्वत उद्योग वाणिज्य सङ्घमा साझा चौतारीको रूपमा हामीले यसलाई बनाएर विभिन्न दलहरूलाई यहाँ ल्याउने र पर्वतको विकास निर्माणका सन्दर्भमा हामीले उहाँहरूलाई ध्यानाकर्षण गराउने र साझा विकास निर्माणका नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरू आउँदाखेरि उहाँहरूलाई मागपत्र दिने, उहाँहरूलाई ध्यानाकर्षण गराउने सन्दर्भमा सम्पूर्ण राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने र साझा योजनाहरू निर्माण गर्ने काम पनि हामीले गरेका छौँ भनेदेखि जसका कारणले पनि पर्वत उद्योग वाणिज्य सङ्घलाई सम्पूर्ण नागरिकले आफ्नो संस्थाको रूपमा बुझ्नुभएको छ। पर्वत उद्योग वाणिज्य सङ्घमा हाल पर्वत हार्डवेयर व्यवसाय सङ्घ, पर्वत सुनचाँदी व्यवसाय सङ्घ, सिलाइ तथा कपडा व्यवसाय सङ्घ, पर्वत फर्निचर व्यवसाय सङ्घ, पर्वत फोटोग्राफर सङ्घ, होटल व्यवसाय सङ्घ, निर्माण व्यवसाय सङ्घ, धौलागिरी विद्युत व्यवसाय सङ्घ, पर्वत सङ्गीत तथा इलेक्ट्रोनिक्स व्यवसाय सङ्घ, मासु व्यवसाय सङ्घ, नाई सङ्घ, पुस्तक तथा स्टेसनरी व्यवसाय सङ्घ, यातायात व्यवसाय सङ्घ, राष्ट्रिय सौन्दर्य कलाकर्मी युनियन नेपाल, औषधि व्यवसाय सङ्घ, फेन्सी तथा कपडा व्यवसाय सङ्घ, मदिरा व्यवसाय सङ्घ, तरकारी तथा फलफुल व्यवसाय सङ्घ आबद्ध रहेका छन्। यी सबै संस्थाहरूलाई एकाकार गर्दै यहाँसम्मको अवस्थामा आइपुग्नु र विगतका अवस्थामा सङ्घका लागि सङ्घर्ष गर्नु सहज थिएन। नेतृत्वमा नआए पनि नेतृत्व गरे जस्तै गरी काम गर्नुभएका व्यक्तिहरूको अथक मेहनतप्रति हार्दिक सम्मान प्रकट गर्दछौँ। सुरुमा त उद्योगी व्यवसायहरू गाउँठाउँमा हुनुहुन्थ्यो, सहर बजारमा पनि हुनुहुन्थ्यो, तर उहाँहरू आफ्नै व्यावसायिक हकितको लागि आफ्नो संस्थामा आबद्ध हुनुपर्छ, सङ्गठित हुनुपर्छ भन्ने कुराको चेतना पनि कम थियो। विशेष गरी त्यो चेतनालाई चाहिँ जागृत गर्ने कुरा र उद्योगी व्यवसायी भएका नाताले आफ्नो सङ्गठनलाई बलियो बनाउनुपर्छ, मजबुत बनाउनु पर्छ र आबद्धता हुनुपर्छ भन्ने कुरामा चाहिँ हामीले विशेष ध्यान दियौँ र सबैलाई उद्योग वाणिज्य सङ्घमा आबद्ध गर्ने कुरा चाहिँ हामीले गऱ्यौँ। जुन बेला हाम्रो देशमा 10 वर्ष सशस्त्र द्वन्द्व चलिरहेको थियो, त्यो बेलामा विकास निर्माणका कामहरू ठप्प जस्तै थिए। हामीले त्यो समयमा उद्योग वाणिज्य सङ्घले विकास बजेटलाई प्रयोग गरेर जनस्तरसम्मका कामहरू पनि हामीले गऱ्यौँ। त्यो कुरा विगतमा हामीले चाहिँ गऱ्यौँ, जसले गर्दाखेरि चाहिँ जनस्तरमा उद्योग वाणिज्य सङ्घ भनेको एउटा वास्तवमा चाहिँ उद्योगी व्यवसायीहरूको, व्यापारीहरूको मात्रै सङ्गठन होइन, यो जनताहरूको पनि सङ्गठन हो, यो नागरिकहरूको पनि सङ्गठन हो। यसले नागरिकहरूका कामहरूलाई पनि सम्बोधन गर्न सक्छ भन्ने कुराको सन्देश पनि हामीले चाहिँ दियौँ। 2032 सालदेखि 2049 सालसम्म जब त पर्वतमा बाटोघाटो नहुन्जेलसम्म अलिकति सुसुप्त अवस्थामा पर्वत उद्योग वाणिज्य सङ्घ थियो र 49 सालमा जब हाम्रो पोखरा बागलुङ राजमार्ग पर्वतमा छिर्यो, त्यसपछि पर्वत उद्योग वाणिज्य सङ्घले गति लिन लागेको हो। त्यो बेलामा धेरै सदस्यहरू कम हुने, हामी घरमै गएर सदस्य बढाउनेदेखि लिएर इभन ऋण समेत हामीले आफै गर्नेदेखि लिएर घरमा ऋण गराउने प्रचलन थियो र कोठा भाडा तिर्न नसकेर 1-2 जना व्यापारीहरूले तिर्ने चलन थियो। र अहिले आएर जब 55-56 पछि धेरै पूर्व अध्यक्षहरूको सहकार्य, धेरै पूर्व अध्यक्षहरूको मेहनतको कारणले गर्दा अहिले हामी भौतिक संरचनामा सम्पन्न भएका छौँ र त्यो हालमै हाम्रो सबै कार्यक्रमहरू हुन्छ र पर्वतको इतिहासमा प्राइभेट सेक्टरको संस्थामा सबैभन्दा ठुलो भौतिक संरचना भएको संस्था उद्योग वाणिज्य सङ्घ हो र हामीले यसमा मेला महोत्सव हरेक कार्यक्रमहरू पर्वत उद्योग वाणिज्य सङ्घको हललाई भाडामा लाएर खर्च टार्ने गरेका थियौँ। कर्मचारी खर्चदेखि लिएर अन्य खर्चहरू पर्वत उद्योग वाणिज्य सङ्घको भाडालाई हामीले आम्दानीको स्वरूप बनाएका थियौँ।
पर्वत उद्योग वाणिज्य संघ हाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष, सीसीटीभी व्यवस्थापन समितिको अध्यक्ष, गैरकाष्ठ वन पैदावारमा आधारित उद्योगहरू, बजार सम्बन्ध एवं बजार मूल्य सूचना सम्बन्धी साझेदार, जिल्ला विपद व्यवस्थापन समितिको सदस्य, जिल्ला अस्पताल व्यवस्थापन समितिको सदस्य, घरेलु तथा साना उद्योग विकास समितिको सदस्य, जिल्ला बाल कल्याण समितिको सदस्य, जिल्ला लघु उद्यमी संघको सदस्य, कृषि ज्ञान केन्द्र कार्यालय सदस्य, जिल्ला पशु सेवा कार्यालय सदस्य, नागरिक सञ्जाल पर्वत सदस्य, राजस्व परामर्श समिति सदस्य, जिल्लामा सञ्चालित मेला महोत्सव अनुगमन समिति सदस्य तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वत सदस्यका रूपमा रहेर समाजका हरेक अङ्गमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। पर्वत उद्योग वाणिज्य संघको यो 50 वर्ष अर्को नयाँ चरणका लागि नयाँ खुड्किलो हो। आउँदा दिनमा डिजिटल व्यापार, नव परिवर्तन, दिगो उद्योग र पुस्तान्तरणको अभियानमा हामी जोडिनु छ। संस्थापकदेखि आजको पुस्तासम्म यो भावनात्मक सेतु सदैव बलियो रहोस्। 16 जयन्तीको यो स्वर्णिम अवसरमा पर्वत उद्योग वाणिज्य संघ सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। 50 वर्षको गर्व र भविष्यप्रति अटल विश्वास छ।